हेलो गाइस, वेलकम छ मेरो सानो मिनी भ्लगमा है। आज चाहिँ धेरै दिनपछि रातिमा भ्लग गरिरहेको छु है। यहाँ आएर छ लो बत्ती बाले। अब मेरो भात पाकिसकेको म यता बिहाएर यता जान्छु बाहिर। सानो मिनी भ्लग बनाउँ भनेर क्या। यता कोही पनि छैन। ए आयो आयो, पानी आयो। माउथाम छैन नान हो। आइज नि बारीतिर जाउँ। अहिले राति बारीतिर जाउँ त लाइज के छ हाम्रो मिनी भ्लगको के अरे बारीको हालखबर। पानी पऱ्यो ल हेर्नुहोस् है। लुतुतुतु पानी आयो सिमसिमे पानीमा। यस्तो छ पानी हो ल। यस्तो चाहिँ आएको रुख चाहिँ काट्दैछु। झ्यापक्क थियो आयो पानी हो। ओइ भागै कि भागै थियो। सही पानी आयो सही। यो जाडो महिनाको पहिलो पानी हो है। होइन जाडो महिनाको पहिलो पानी होला कि यो। अब यहाँबाट गर्मी सुरु हुन्छ अब भोलिबाट। अनि पानी खाने त्यसपछि कालै मैले ल चलो। के खाने गुड मर्निङ। अन्त भर्खर सुतेर उठ्यो के भन्ने है। कहाँ सुत्नु सुतेरै छैन। 4:30 बजे उठेर घरधन्दा गर्ने बुढी म पूजा गर्ने मजाले पूजा गरेर खानासाना बनाएर अब हामी बाबु छोरा स्कुल जानुपर्छ। त्यही भएर बुढी चाहिँ हुँ गरिसक्यो। अहिले 8 बजिसक्यो। टाकटुक भइसक्यो सबै रेडी। अब एप्स दिएर चल्नु मात्रै बाँकी छ। मेरो चाहिँ अलि ढिलो छ। बाबुले चाहिँ अब जानुपर्छ। आज एक दिन मात्रै छ। भोलि हो नि। भोलिमा नि अब हेरौँ के हुन्छ। हामी खेल्न मिल्दैन के गर्नु। यस्तै छ जिन्दगी है। खेल्न मिल्दैन। नखेले पनि अब अर्काले खेलेको हेर्दै हिँड्नु पर्ला। हेर्ने बित्तिकै हामी नि हाल्यो फेरि अस्ति नैको जस्तै हुँदैन भन्दैन। तर भन्दै हिँड्ने हो खेलिँदैन हामी भनेर। अब अनि त्यही हो। अब कता जाने के हेर्ने मतलब छैन। अब घरै बस्ने सुतेर बस्ने। अब भोलिको दिन टक्क मोबाइलमा फिल्म हाल्ला नि नयाँ युट्युबमा होइन। त्यही हेर्दै बस्नु पर्ला अब ल। आजबाट भोलिको बिदा भयो। चुनावको बिदा नै भयो। 25 गतेबाट हुने भाजीले प्रिन्सिपलले 25 गतेबाट लगभग सोमबारबाट हुन्छ होला। भर्खरै होली खेलेर गयो सबै सानो बाबु नानीहरू। अब खिच्न पाएन बच्चाहरू। ह्याप्पी होली।